भएको जेएनजी मुभमेन्टले जेएनजी आन्दोलनले एउटा राष्ट्रको निम्ति आमूल परिवर्तनको खाका कोर्न खोजेको जस्तो चाहिँ देखिन्छ। वास्तवमा एउटा पुराना भ्रष्टहरूको शासनमाथि एउटा धक्का चाहिँ लागेको छ। तर अब फेरि नेपाल अग्रगमनमा जान्छ कि गम्भीर दुर्घटनातिर फस्छ भन्ने प्रश्नको उत्तर चाहिँ यो मोमेन्टले दिइहालेको छैन। किन भन्दा यो जुन खालको हाम्रो संवैधानिक व्यवस्था छ, यसलाई यो संविधानले निर्धारण गरेका केही विषयले अहिले पनि नेपालको प्रगतिलाई, नेपालको अहिलेसम्मको जटिल समस्यालाई समाधान गर्नका निम्ति निकै नयाँ ढङ्गले, निकै ठुलो छाती लिएर, ठुलो मन लिएर, ठुलो एउटा विचार लिएर अगाडि बढ्नुपर्ने देखिन्छ। अहिले जेएनजी भाइहरूले विशेष गरी यो संविधानलाई एउटा कसरी अगाडि लाने भन्ने मुख्य कुरो चाहिँ उनीहरूले अरू मेजर कुरा भन्दा पनि कार्यकारी प्रमुख अथवा नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको जुन मोडेल उनीहरूले भनेका छन्, जस्तो उदाहरणको रूपमा चाइना, त्यसपछि भनौँ अमेरिका, त्यसपछि भनौँ रुस, यी देशहरूमा जसरी कार्यकारी प्रमुखको अभ्यास जहाँ भइरहेको छ, मलाई लाग्छ ती देशमा त्यो कार्यकारी प्रमुखले त्यतिखेरसम्म काम गर्न सक्छ जहाँ सायद अमेरिकामा अहिले लिङ्गीय र जातीय विभेद छैन। रुसमा भनौँ, चाइनामा भनौँ, ती खालका समाजमा विभेदहरू सिर्जना भएका छैनन् र त्यहाँ एक खालको त्यस्ता खालका निर्वाचित कार्यकारी प्रमुखले त्यहाँ शासन गर्न सक्छन्। तर नेपाल जस्तो देशमा यहाँ अहिले पनि यहाँ पुरुषलाई प्राथमिकता दिने समाज छ र जातीय प्राथमिकता दिने समाज छ। यो समाजमा कार्यकारी प्रमुख कस्तो बनेर आउँछ भन्दाखेरि यहाँ एकल ब्रह्माण्डवादी सोच भएको मान्छेले यहाँ विजय प्राप्त गरेर